आज चाहिँ हाम्रो ससुराली घरमा सुँगुर काट्दै सुँगुर चाहिँ यसरी पोल्दै रहेछ माथि गाउँठाउँमा चाहिँ खरले पुरै खरमा जोडाएर पुरै अनि भाइहरूले कोट्याउँदै मजाले पोल्दै अनि वरिपरि सबैलाई पोल्दै गर्दै रहेछ यसरी मजाले। हामी चाहिँ मर्तेलले पानीले बनाउँछौँ, यता तराईतिर चाहिँ पाहाडमा चाहिँ खरले गर्ने रहेछ चलन। खरले गरेको नि राम्रै हुँदो रहेछ, मिठो हुँदो रहेछ, मर्तेल नगनाउने रहेछ तराईको जस्तै। खुर्किने क्रम भइरहेको छ यहाँ सुँगुर। 150 केजी छ र छैन होला। फोनमा सानो देखिन्छ त यहाँ। ए हो पलाएर खिच्दैछ अनि अब पोलिसकेर चट्ट यसलाई नुहाउने पालो, यसको नुहाइधुवाइ गर्ने पालो। अब चट्ट लाएर नुहाएर यसको मैला फाल्ने पालो। मैला फालेर बिलेट सिलेट लाएर पुरै सफा बनाएर अनि फोड्ने नानोलाई तयारी हुँदैछ। अब यसको चट्ट लाएर के को लागि हो? यो छिप्काउनु चिमट्नु भित्र चुलामा। चुलामा यो चाहिँ गर्नै पर्ने नि। यो नगरी त हुँदैन। यहाँ के चाहिन्छ? सबै थोक चाहिन्छ? यहाँ चाहिँदैन, बौला यति हो। अनि 7 थोक चाहिन्छ। अझै अर्को बुट्टा काट्दा त कुखुरा पो काट्छ, कुखुरा पनि काट्नुपर्छ। चाहिने कुरा यति नै हो बाजे यहाँ? यति पाहाडमा चाहिँ पुरै नरम करम मुटु सुटु सब भाग लगाइँदो रहेछ, तराईको जस्तो हुँदैन रहेछ। यहाँ चाहिँ मासु मात्रै हुँदो रहेछ, हुन्छ हाम्रोतिर चाहिँ। पाहाडमा चाहिँ सबै कुरा भाग हुँदो रहेछ, भाग तराईतिर चाहिँ 1-1 केजी हुन्छ, उहाँ चाहिँ धार्नी उठाउनु हुँदो रहेछ, त्यही भएर त्यस्तो गर्नुभएको रहेछ उहाँहरूले। अनि यहाँ सबैजना बसेर हेरिराख्नुपर्छ, मासु पर्खिराख्नुपर्छ छ दिनलाई। म त चाहिँदैन खुट्टा चाहिँ ल मासु काटेर सबैलाई पुग्यो। अनि अब हाम्रो भुटनभित्र चाहिँ पाक्दैछ। मम्मीले पकाइसक्नु भएछ यहाँ भुटन। दाजुहरू खाँदै हुन्छ नाङ्लोमा। पाहाडमा चाहिँ मासु लिने आउने सबैजनालाई यसरी भुटन बाँड्दै, भुटन र यसो हल्का छ्याङ बाँड्दै मेरो बुढी पनि बाँड्दैछ। म पनि सघाउँछु भन्दै थिएँ यति बेला। खाँदै हुन्छ बाजेहरू। ल हामी चाहिँ सुँगुर काटिसकेर यहाँ भुटन खानु हुँदैछ। हो त भिडियो गरेर नमस्ते नि गर्नुपर्छ। यो चाहिँ सुँगुर काटेको अन्तिम भुटन खाँदै हामी सबैजना। यो चाहिँ रक्सी भन्छ यसलाई। भुटन यहाँको काली